एभ्रीवन वेलकम ब्याक टु चेरी मङ्गल ब्लग है। अनि आज चाहिँ हामी जाँदैछ सिलिगुडी। अहिले चाहिँ हामी जाँदैछ बिरपाडा स्टेसन हैन। अनि त्यहाँ गएर हुन्छ जाने कि नजाने सिलिगुडी। अनि तपाईँहरू हेर्दै गर्नु होला अगाडिपट्टि जान के हुन्छ कस्तो हुन्छ है गाइस। अनि अहिले चाहिँ हामी यहाँ खोलामा छ, भर्खर निक्लेको, अहिले बज्दैछ 8 हो। अनि निक्लेको यहाँ ब्याकसाइड छ, सब रेडी भइसकेको छ हो। अब चाहिँ गएको हेर्दिनु होला मजाले गाइस। बाइक चाहिँ हामीले त्यहाँ रङ्गलीमा राखेर अनि हामी चाहिँ अटो फटाफट चढ्यो, ढिलो भइसकेको थियो, भिडियो गर्नु पाएन। अनि त्यही हो गाइस। अहिले भने चाहिँ हामी यहाँ बिरपाडा बस स्ट्यान्डमा पुगिसकेको छ हैन। अनि अब चाहिँ बहिनीहरूलाई वेट गरेको, त्यहाँदेखि चाहिँ बसमा चढेर सिलगढीतिर लाग्ने। अनि हामीले बाइक चाहिँ उतै राखेको छ हैन, पुलिस चेकिङ हुन्छ भनेर बाइक राख्ने जग्गा छैन नि त्यहाँ त। अनि त्यही भएर त्यहीँ राखेँ। अनि अब यहाँबाट चाहिँ बसमा जानुपर्ने हुन्छ गाइस, हेरिदिनु होला। अहिले चाहिँ हामी यहाँ सिलगढी पुगिसकेको छ। अब चाहिँ जाँदैछ हामी स्टेसन हो, टोटो चढिसकेको छ, यहाँ भाइ छ। अब चाहिँ जाँदैछ, हेरिदिनु होला। यो चाहिँ सिलगढीको नजाराहरू यस्तो छ। यो आर्मी ट्रक आउँदैछ। यस्तो छ यो बाटो चाहिँ स्टेसन जाने। मैले त भुलिसकेँ कता हो कता हो। ल म त यो बाटो आएको थिएन त हौ, यो बाटो आएको थिएन, अर्को बाटो आएको थिएँ म त। फर्स्ट टाइम हो। कपाल पाल्नु पनि गाह्रै छैन, आँखा मात्र हो। ए यताबाट जाँदैछ है, यति साह्रो ट्राफिक छ है। अहिले चाहिँ हामी फाइनली पुगिसकेको छ, तर कता हो कता यहीँ उतारिदियो यो यत्रो टाढो। अब हामी जाँदैछ हो, तपाईँलाई गएर देखाउने छु। भक्कु मान्छे छ त्यहाँ चाहिँ हाम्रो भाइले पारा नै फुस्कायो हो, एनजिपी भनेर न कहाँ लाग्यो। हामीलाई जानुपर्ने जङ्सन हो, यहाँ पुगाएको छ। यसरी चाहिँ फर्किँदैछ हो, अटो चढिसकेको छ है। अब चाहिँ हामी सिधै बस स्ट्यान्ड जाने, अनि बस स्ट्यान्डबाट बस चढ्ने, त्यहाँदेखि चाहिँ सिधै अब बिरपाडामा उत्रिने। अब त्यही अब कत्रो गरम छ गाइस सिलगढीमा। अब आयो भने म यो प्यान्ट यस्तो लगाउँदिनँ, हाफ प्यान्ट लगाएर आउँछु, सर्ट्स लगाएर आउँछु। यस्तो ट्राफिक त्यही माथि एउटा हो। दुःख मन छ मेरो भाइ बिचरा, गाह्रो छ जिन्दगी। हामी चाहिँ बस चढिसक्यो हो। यहाँ भाइ चाहिँ अगाडि छ, म चाहिँ पछाडि बसेको। टाउको दुखायो भने त यहाँको मान्छेहरूले